हेलो एन्ड नमस्ते वेलकम टु माई च्यानल। म अनिल घिमिरे र म आजको यो नयाँ ब्लगमा तपाईँ सबैहरूलाई स्वागत गर्दछु। आज चाहिँ हामी सेन्चोजी टेम्पल गइरहेको छौँ। यो चाहिँ टोकियोमा अवस्थित छ र यो चाहिँ राइट अफ द टोकियो आसाकुसामा छ र यो मन्दिरको विशेषता चाहिँ यो मन्दिरमा हामीले विभिन्न प्रकारको स्ट्रिट फुड खान पाउँछौँ। लाइक इन ठमेल हामीले टिपिकल जापानिज लोकल फुडहरू ट्राई गर्न पाउँछौँ। र हामी यो मन्दिरभित्र जाँदाखेरि चाहिँ एउटा ठुलो गेटबाट प्रस्थान गरेर भित्र जानुपर्ने हुन्छ। र भिडको कुरा गर्नुहुन्छ भने इट्स अ क्रेजिनेस, लाइक नेपालको मेला जस्तै भिड छ यहाँ। हामी सबैजनाहरू छेउछेउमा आफै सँगै बसेर हामी अगाडि बढ्यौँ र हाम्रो एउटा साथी यहाँ लाइक हि इज अ क्रेजी लभर अफ फुड। सो हामी चाहिँ अब मन्दिरसम्म जाँदा चाहिँ साइडमा भएको सबै लोकल स्ट्रिट फुडहरू ट्राई गर्दै मन्दिरसम्म जाने सोचेका थियौँ। यो चाहिँ म ठमेल जाँदाखेरिको ठ्याक्कै त्यस्तै भाइब आउने रहेछ। यहाँ मन्दिर जाँदाखेरि विभिन्न प्रकारको स्टलहरू, धेरै सामानहरू बेच्ने अनि it's like the salty sticky rice, you know? Soy sauce. Yeah. Yeah. I wouldn't eat another one. It's okay. Just a new try. Thank you. हामी जति नै अगाडि बढ्दैछौँ त्यति नै विभिन्न प्रकारको खानाहरू हाम्रो अगाडि आइरहेको थियो र लाइक यो खाना ट्राई नगरिकन त हामी बस्नै सक्दैनथ्यौँ। हामीले धेरै खानाहरू ट्राई गऱ्यौँ। Like, if you guys are fond of food, you must have to visit Japan. Here. What are you having? What are you having? Pie and sweet potato in there. I think it's just sweet. This is better than, but not that sweet. Tango? Not that sweet. It's really nice to take home, I think. It's good? How long can we keep You know, it's like when you have cream roll in Nepal, it tastes like that, the wrap, and then there is a stuff inside. Tastes like a cream roll. Tastes like a cream roll. In Nepal you get that. Guys, taste is exactly like cream roll. Otherwise, I cannot eat everything. अब खानाको प्रकार त्यस्तै हो, बाटैभरि खानै खाना। हामी जति मन्दिरको नजिक पुग्थ्यौँ त्यति खानाहरू साइडमा देखेर हाम्रो मुख मिठास हुन्थ्यो। र हामीसँग गएको यहाँ फुड लभर, उसलाई खाना Go. After this long line, I finally got it. just try. Well, not even open. I can't even taste it. How This is cherry blossom. Yeah, you bought a cherry blossom one. This is the best. It's good. You can try in Kyoto as well. You can try in Kyoto as well. It's really nice. Soft. Something. Guys, we are here in traditional Japanese restaurant. Guys, हामी चाहिँ लोकल जापानिज रेस्टुरेन्ट लाइक नेप्लिज भट्टीमा छौँ
I यहाँ need चाहिँ to हामी लोकल खानाहरू खान्छौँ सोफा बेच्ने पसल हो होइन यसमा चाहिँ बुढाबुढीहरू झन्डै यो 30-40 वर्ष अगाडिदेखि नै त्यो मात्रै बेचिरहेको मान्छेहरूले learning how to count. Let's order 2 gyoza. This is 10 as well. 10, 100, This one is 5. 5. Yeah. And then we have the 500 one as well. I think I have. I know how I to have count. 50. I think. Yeah, he comes This is I have 50. This one is 50. oh, how about this 5? 5. Yeah. Oh my God, 50 is smaller. I don't have 500. किन you are rich I have all the money now. Yeah. This is for the whole trip. This one is one end. What is that? One 1 rupees each. 1 Japanese One rupees. Japanese yen. Do we really use it? Use it. Yeah. If there is 51 rupees, then 50 plus 1. This one. Cheers. Oh no, not yet. Yum. This banana will Actually, it belongs to them. This is like now, wait. And then you do that, wait. Okay. Wait. Which one? This. This one? But are we gonna try Everything. No possible. अनि हाम्रो Can we? Let's go in straightly temple, okay? Okay. अब पेट फुट्ने गरी जापानिज खाना खाइसकेपछि चाहिँ हामी अब बाहिर मन्दिरतर्फ फेरि अगाडि बढ्यौँ। बाटोमा धेरै सामानहरू लाइक ठमेल त्यस्तै खालको थियो अनि सबै हेर्दै जाँदाखेरि टाइम त अफकोर्स लाग्ने नै भयो। भ्यू चाहिँ लाइक इमेजिन वाउ थियो, इट्स अनएक्सपेक्टेड। मलाई चाहिँ जापान गएपछि चाहिँ नेपालकै भाइ आइरहेको थियो, लाइक टेम्पल इन डिफ्रेन्ट प्लेसेस, हरेक ठाउँमा मन्दिर, हरेक ठाउँमा स्ट्रिट फुड। अनि मन्दिर छिर्नु अगाडि चाहिँ त्यहाँ लक टेस्ट गर्ने राखेको थियो र लक टेस्ट गर्न चाहिँ सुरुमा अर्चना गइन्। उनले आफ्नो लक टेस्ट गर्दा चाहिँ उनले लाइक गुड लक पाइन् र त्यहाँ चाहिँ ब्याड लक आयो भने चाहिँ त्यहीँ टाँगेर अनि त्यो पुरा नहोस्, त्यो सबै कटेर जाओस् भनेर त्यहीँ टाँग्नु पर्ने रहेछ। सेकेन्डमा इनियाले गर्दाखेरि चाहिँ इनियाको लक नराम्रो आयो, लाइक अ ब्याड कमेन्ट आयो अनि उनले चाहिँ आफ्नो ब्याड कमेन्ट चाहिँ त्यही टाँगेर उनले त्यो कमेन्टहरू सब जाओस् भनेर पूजा भगवानलाई प्रार्थना गरिन्। Look, she is hanging the bad luck on that, के भन्नु हो त्यसलाई, डोरी। अनि त्यसरी मन्दिर जानु अगाडि चाहिँ हामीले यहाँ हात धोएर शुद्ध भएर भित्र जानुपर्ने रहेछ। यो चाहिँ लाइक नेपालमा मन्दिर जाँदाखेरि पोखरीहरू खोलाहरूमा हात धोए जस्तै यहाँको कल्चर रहेछ, ट्रेडिसन रहेछ। अनि हामी यहाँ धुपहरू बालेर धुपहरू लिएर मन आनन्दित गरेर हामी अब मन्दिरतिर लाग्दैछौँ। जय जापानिज भगवान की जय जय जय। हामी चाहिँ आज जापानिज मन्दिर गइरहेछौँ।
अनि यो यसरी 5 पुवाल परेको यो चाहिँ यस्तो जनाउँछ खोइ त्यही भएर अगाडि यहाँ हैन वी डोन्ट ह्याभ पाल बिना पालको हुँदैन हाउ मेनी गर्नु लाग्यो No 5 cents, only 10. They do this. So I will just start. Here we are at the main hall. यो चाहिँ मन्दिरको मेन भगवान मेन पूजा गर्ने ठाउँ र यहाँको आर्ट धेरै नै राम्रो लाइक यहाँको पेन्टिङ यहाँको बनावट नेपालको मन्दिर जस्तै भाइब आउने रहेछ यहाँको काठमा त्यो कला संस्कृति सबै झल्काउने गरी देखिएको छ जब हामी मन्दिरमा पस्यौँ लाइक यहाँको वातावरण यहाँको हावापानी सबै नै आनन्दित गर्ने खालको थियो मनलाई आनन्द तुल्याउने बाहिर हामी जति फ्रस्ट्रेसन जति जे भए पनि यहाँ यत्रो मान्छेहरूको भिडमा पूजा गरिरहेको देख्न पाउँदा मन अर्कै आनन्दित हुने रहेछ त्यसै गरी यहाँको पेन्टिङ विभिन्न दिवालमा विभिन्न छतको छाँगाहरूमा कैद गरिएकै तस्बिरहरू देख्दा मन अर्कै आनन्दित प्रफुल्लित हुने नै भयो मलाई नेपालको मन्दिर नै घुमेको जस्तो आनन्द भइरहेको थियो र फाइनली हामी अब मन्दिरमा पूजा आजा गरिसकेपछि अब लास्टमा फोटोसुट त गर्नै पर्यो इट्स द मेन्डेटरी फर अल नेप्लिज अनि त्यही फोटोसुट गर्दाखेरि चाहिँ हामीले केही मन्दिरहरूको तस्बिर निकाल्ने कोसिस गऱ्यौँ र राम्रो राम्रो तस्बिर पनि निकाल्न सफल भयौँ हामीले हामीको ग्रुप फोटो पनि लाइक सेल्फी खिच्यौँ हामीको दाइले अब फोटोसुट फोटोग्राफरै भइहाल्यो त्यसपछि 2-4वटा फोटो खिचेर आजको यस मन्दिरको भिजिट यहीँ समाप्त हुन्छ धन्यवाद गाइस कीप वाचिङ अस थ्याङ्क यू बाई